इफ मेरो शेर्पा दाइ नभइदिए भए चाहिँ म पनि सकिन्थ्यो होला माथि त्यो चाहिँ हो सगरमाथा चढ्दाखेरि एकदम गाह्रो भइसकेको थियो हाइपरथर्मिया मेरो सँगैको साथीको 3टा औँला नै फ्रस्ट बाइट भयो कालै भयो काट्नुपर्छ भनेर भनिरहेको थियो अनि धन्न थ्याङ्क गड मलाई चाहिँ के भने मेरो शेर्पाहरू एकदमै राम्रो पढ्नु भयो कम्पनी राम्रो पढ्यो गाइडमा पनि डिपेन्ड हुँदो रहेछ शेर्पा दाइ सुत्नु भयो त्यो सुतेको सुतै गर्नुभयो उठ्नु भएन होइन सुत्न डर लाग्यो मलाई फेरि सगरमाथा भन्दा नि राम्रो लाग्यो हिमाल हो मलाई चाहिँ लोछे चाहिँ तपाईँको सक्सेसको रेट चाहिँ के हो भने चाहिँ म चाहिँ 8,848 भन्छु मैले त्यहाँ बुझाइरहेको छु कि थ्याङ्क यू सो मच दाइ अनि सबैजना यहाँ जति पनि उपस्थित हुनुभएको छ मेरो यो सेलिब्रेसनमा सहभागी हुनको लागि सबैजनाले एकदमै धेरै धन्यवाद अलिकति कुर्नु पर्यो है माथि वेदर बिग्रेर मलाई कस्तो गाह्रो भएको थियो आइदिनु भयो धन्यवाद अनि एक्सपिरियन्स त अब के हुनु है सँगैको साथी अब मरेको छ त्यहाँनिर कसैको औँला खाइदिएको छ 3टा त्यो अब सम्झिनै मन छैन त्यो कुराहरू त तर जे सोचेको थिएँ जे सपना देखाएको थियो त्यो चाहिँ पुरा भयो अनि खुसी छु के मलाई चाहिँ एउटा के स्क्रच पनि भएन अलिअलि यो डढा छ उयसले ठिक छ साथीहरुको औँला भाँचिदा त्यो सब भइरहदा तपाईँ आफैलाई चाहिँ डर लाग्यो कि लागेन ला मलाई पनि के हुन्छ कि भन्ने तरिका यस्तो थियो हिमालमा यहाँ चाहिँ मरिँदैन भन्ने चाहिँ थियो अनि त्यो सगरमाथा आरोहण गरेँ फर्स्टमा चाहिँ पहिलोचोटि अनि त्यो गरेर ठ्याक्कै साउथ कोलमा फर्किँदाखेरि चाहिँ हामी 3जना थियौँ 3जनाले चाहिँ सोचेको थियो हाम्रो कम्पनीबाट कि 2टा हिमाल चाहिँ एकैचोटि चढ्ने भनेर अनि 2जनाले चाहिँ सकेन उठ्नै सकेन उनीहरू चाहिँ हामी अब यहीँ रेस्ट गरेर भोलिपल्ट क्याम्प 2 फर्किने भन्यो मलाई पनि यस्तो गिभअप गर्नु चाहिँ मन थियो तर 6 घन्टा जति सुतेँ फेरि क्याम्प 2मा एक दिन अगाडि एकजना शेर्पा दाइ सुत्नु भयो त्यो सुतेको सुतै गर्नुभयो उठ्नु भएन होइन सुत्न डर लाग्यो मलाई फेरि अनि एकजना टेन्ट पार्टनर राखेर अनि एकछिन 6 घन्टा सुतेँ अनि अब चाहिँ लोछे चढ्नुपर्छ भनेर गएँ चढेँ भुत चढेँ त्यतिखेर होइन प्लान थियो प्लान गरेर गएको तर त्यहाँ पुगिसकेपछि चाहिँ सबैजनाले लोछे चाहिँ गिभअप गरेको थियो कि अनि जसले चढ्ने भनेको थियो हामीले सोचेको थियो उनीहरूले चाहिँ तर जे सकियो गरे सगरमाथाको मात्र थगाइले पुगेन लोछेसम्म नि पुग्नु भयो हजुर लोछे चाहिँ फेरि कतिजनाले थाहा छैन हाम्रो के भन्छ चौथो सबैभन्दा ठुलो हिमालमा चौथो नम्बरमा पर्छ लोछे चाहिँ अनि सगरमाथाकै ठ्याक्कै छेउमा छ एकदमै राम्रो एकदमै सगरमाथा भन्दा नि राम्रो लाग्यो हिमाल हो मलाई चाहिँ लोछे चाहिँ हजुर कति समय अगाडिदेखिको प्लानिङ थियो तपाईको चाहिँ सगरमाथा चढ्ने यो खासमा भन्नुपर्दाखेरि एक्लो मुभी हाउसहरूलाई थाहा होला होइन अनि क्यारेक्टर रिसर्च गर्दै जाँदाखेरि हामीले सुटिङ पनि हिमालयमा गरेको सबै अनि माथि अन्नपूर्ण रेन्जमा गरेको अनि त्यो हिमालय बोला जस्तो फिल भएको कि तपाईँको 45 दिन बस्दाखेरि अनि दियापुन दिदी मेरो रुममेट हुनुहुन्थ्यो उहाँले पनि सगरमाथा आरोहण गर्नुभएको अनि दिदीसँग कुरा गर्दै जाँदाखेरि चाहिँ जिन्दगीमा एकचोटि चाहिँ के रहेछ है यसको भोगाइ चाहिँ एकचोटि भोग्नुपर्छ भन्ने फिल भयो मलाई अनि ठ्याक्कै हेर्दै जाँदा माउन्टेन क्विन भन्ने नेटफ्लिक्समा देख्नुहुन्छ हाम्रो शेर्पा दिदीले गर्नुभएको अनि सबैभन्दा धेरै एभरेस्ट आरोहण गर्ने दिदी हुनुहुन्छ उहाँ चाहिँ अनि उहाँको त्यो स्टोरीले एकदमै छुयो मलाई चाहिँ जिन्दगीमा एकचोटि चाहिँ के रहेछ यो एकचोटि चाहिँ एक्सपिरियन्स गर्नुपर्छ है भन्ने चाहिँ भयो मलाई अनि त्यहाँबाट चाहिँ यसो जोस आयो 6 महिना अगाडि एक्लो मुभीको सुटिङमा हजुर 24 घण्टामा चाहिँ 2टा अवसर गर्नु भनेको चाहिँ कस्तो जस्तै तपाईँ सगरमाथा चढ्नुभयो पहिला होइन अनि त्यस पछाडि तपाईँ कति तल झरेर माथि जानुपर्ने हुन्छ कस्तो हुन्छ भन्दा तपाईँको सगरमाथा यहाँनिर छ लोछे यहाँ छ नोप्से यहाँ छ अनि क्याम्प 1 क्याम्प 2 क्याम्प 3 क्याम्प 4 हुन्छ हैन अनि क्याम्प 4 साउथ कोलबाट सगरमाथा जान्छ ठ्याक्कै यता लोछे फेस हुँदै जाने हो कि सगरमाथा चाहिँ अनि लोछे फेसमा तपाईँको क्याम्प 4 हुन्छ फेरि सगरमाथा चढेर अनि साउथ कोलमा क्याम्प 4 मा झरेर लोछेको क्याम्प 4 मा पुगेर अनि त्यसपछि पिकमा जाने हो कि अर्को धेरै झर्नु पर्दैन क्याम्प 4 टु क्याम्प 4 झर्नु पर्छ कहिले फिल भयो तपाईलाई त्यो हिमाल चढिरहदा ला म त नसक्ने रहेछु गलेको फिल हैन गिभ अप गर्दिम कि त्यो खालको फिलिङ्स आयो हैन मलाई एउटा ठाउँमा लोछेमा चाहिँ एकदमै डर लागेको किन भन्दा खुम्बु आइसफल एकदमै डरलाग्दो ठाउँ है त्यो हामी चढिरहेको छ 100 मिटर अगाडि आइसफल भएर झरिरहेको छ खसिरहेको छ सातो गाछ त्यो लकले बस्ने ठाउँ हो अनि त्यो ठाउँमा मैले एकजना फरेनर भेटेको थिएँ रोमानियन अनि उहाँको गाइड चाहिँ मेरो शुभचिन्तक रहेछ हामीले फोटो पनि खिचेको थियौँ सँगै उहाँले नै रोमानियनले नै खिचिदिनु भएको थियो कि अनि त्यही मान्छेको लास्ट 3 दिनपछि मैले लोछेमा भेटाएँ अनि मैले नागेर जानुपर्ने थियो कि अनि उहाँले चाहिँ विदाउट अक्सिजन गरिरहनु भएको रहेछ अनि ठ्याक्कै तपाईँको सानो कर्नर थियो त्यो मान्छे
तेर्सो परेर सुतिरहेको अनि अरू लास्ट त अब बोलेको थिएन त्यो मतलब भएन त्यो मान्छे चाहिँ बोलेको उसले मेरो फोटो नि खिच्दिएको भएर ठ्याक्कै 3 दिनपछि त्यो मान्छेको लास देख्दाखेरि चाहिँ अलिकति गाह्रो चाहिँ भएको थियो लोछेमा चाहिँ तपाईँ टोटल्ली त्यहाँ माथि गएर आउनेसम्म धेरै नै लास भेटिँदो रहेछ आफै अलिक भने जस्तो हुन्छ तर अति नै थियो झन् डर लाग्ने झन् त्यस्तो भयो होला तपाईँको हामी चढिरहेको छ हेलिकप्टरले लङ लाइनबाट लास झुन्डाले लगिरहेको छ अनि सातो गयो त्यतिखेर चाहिँ तर होइन अब सबैको हिँड्दा त अब यहाँ पनि त कति गाडीले हानेर मान्छेहरू मरेर हुन्छ स्कुटीमा मरेर हुन्छ टोयलेटमा चिप्लेर मरेर हुन्छ होइन रेसियोमा हेर्ने हो भने क्या अनि अब अफकोर्स त्यो भनेको त प्राइड हो नि त त्यत्रो ठुलो अग्लो ठाउँमा गएर आफूलाई समर्पित गर्नु भने मलाई चाहिँ अब मर्ने ल्याएर रहेछ भने तपाईँको यतिको मर्नुको साटो त सगरमाथामा मर्छु नि भन्ने चाहिँ भएको थियो मलाई कसलाई एकदमै धेरै सम्झिराख्नु भएको थियो तपाईँले सगरमाथा चढ्दै गर्दा अथवा त्यो आउँदा त आउँदैन केही दिमागमा चिसोले जम्बी जस्तै हिँड्यो गयो तर एकचोटि जिन्दगीमा एकचोटि चाहिँ एक्सपिरियन्स चाहिँ गर्नु मन थियो किन आफ्नै देशमा भएको कुरा हो सगरमाथा भन्ने कुरा यति प्रिभिलेज छौँ हामी होइन अरूको देशमा भइदिएको डलर तिरेर हामी जानु पर्थ्यो जुन चाहिँ हामी सक्दा पनि सक्दैनौँ नेपाली पैसामा चढ्नु पाउनु भने एकदमै भाग्यको कुरा हो त्यही माथि सोध्छु भनेर पनि हुँदैन धेरै जाने रहरहरू थियो सगरमाथा चढ्ने रहर थियो तर अब पैसा हजुरहरूलाई थाहा रहेछ तर यति प्रिभिलेज छौँ कि नेपालीहरूलाई चाहिँ सस्तो छ गोराहरूलाई भन्दा र स्पोन्सरहरूले पनि धेरै नै हेल्प गर्नुभएको छ मलाई यसमा सबैजना अनि कतिजनाले चाहिँ भन्नुभएको छ कि कमेन्टमा स्पोन्सरको के अरे प्रचार गर्नु गएको जस्तो मेरो सपना पुरा गर्नको लागि मेरो हरेक पाइलामा सपोर्ट गर्नुभयो नि त उहाँहरूले त्यसैले मैले उहाँहरूलाई थ्याङ्क यू त भन्नै पर्छ अनि मैले सबै पोस्ट फर्स्टमा चाहिँ स्पोन्सरलाई प्रायोरिटाइज गरेर थ्याङ्क यू भनेको थिएँ कि अनि त्यो पनि मिडियामा आइदियो भने चाहिँ मलाई चाहिँ बेटर आइदियो भने बेटर होला भनेर चाहिँ मैले यो कुरा निकालिहालेँ सबै मेरो स्पोन्सरहरूलाई म प्रेस मिट पनि राख्छु एकदमै राम्रो वेल म्यानेजसँग अनि सबै हजुरहरूलाई पनि इन्भाइट छ 2-3 दिनपछि गर्छु होला सबै स्पोन्सरहरूलाई थ्याङ्क यू भनेर किन भन्दा एक पैसाको भ्याल्यु हुन्छ त्यहाँ माथि तपाईँको 1 लाख रुपियाँ 2 लाख रुपियाँ तिरेर अक्सिजन किन्छु भने पनि पाउँदैन क्या सकिसकेपछि त्यहाँ त्यति भ्याल्यु हुन्छ क्या कसैले आफ्नो पन्जा समेत खोलेर दिँदैन कि त्यहाँनिर होइन हरायो खस्यो भने सक्यो तपाईँको करोडौँ दिन्छु भने पनि पाउँदैन त्यहाँ भनेपछि त्यति भ्यालुएबल हुन्छ कि हरेक कुरा हरेक पैसाको अनि त्यही नै हो जसले मलाई सपोर्ट गर्नुभयो एकदमै खुसी छु अनि चढियो आयो सोचेको पनि थिएन सगरमाथा चढ्दाखेरि एकदम गाह्रो भइसकेको थियो हाइपरथर्मिया मेरो सँगैको साथीको 3टा औँला नै फ्रस्ट बाइट भयो कालै भयो काट्नुपर्छ भनेर भनिरहेको थियो अनि धन्न थ्याङ्क गड मलाई चाहिँ के भने मेरो शेर्पाहरू एकदमै राम्रो पढ्नु भयो कम्पनी राम्रो पढ्यो गाइडमा पनि डिपेन्ड हुँदो रहेछ अनि त्यही हो हिमालको टाइगर चाहिँ शेर्पाहरू नै हो इफ मेरो शेर्पा दाइ नभइदिए भए चाहिँ म पनि सकिन्थेँ होला माथि त्यो चाहिँ हो शेर्पाहरूलाई चाहिँ हामीले अप्रिसिएट गर्न नै पर्छ जस्तो तपाईँको चाहिँ गाला र ओठ चाहिँ फुटेको त्यो फोटोहरू चाहिँ हामीले देखेका थियौँ त्यो बाहेक अरू चाहिँ तपाईँलाई केही पनि मलाई के भएन मेरो एकदमै मेरो झन् पक्का ठेट शेर्पा दाइ पढ्नु भएको थियो मेरो गाइड होइन हरेक कुरा उहाँ त्यो माथि क्याम्पमा चुरोटाएर बस्छ म अक्सिजन लाएर बसिरहेको थिएँ दाइ होइन यस्तो मजाले मलाई हेल्प गर्नुभयो कम्पनी धेरै राम्रो पर्यो सबै केयर राम्रो भयो मलाई चाहिँ अलिकति केही त्यो एउटा स्क्रच पनि भएन ओके जस्तो कि अब हिमाल चढेर आउनुभयो नि त हिमाल चढेपछि के पाठ सिक्नुभयो तपाईँले बाप्रे जिन्दगीको भोगाइहरू सबै म चाहिँ हिमाल नचढे नि एकचोटि ट्रेकिङ चाहिँ जानु भन्छु सबैजनालाई लाइफमा चाहिँ धेरै कुरा सिकिने रहेछ आफूलाई धेरै कुरा गरेँ धेरै कुरा सिकेँ जस्तो लाग्थ्यो अनि बुगी उगीको इन्सिडेन्ट पनि हजुरहरूलाई थाहा नै सबै कुराहरू होइन हजुरहरूले यति माया गर्नुभएको थियो सपोर्ट गर्नुभएको थियो सबैजना आउनुभएको थियो बुगी उगीमा पनि मलाई यसरी सपोर्ट गर्नुभएको थियो मिडियाहरूले अनि गर्दै गयो फेरि एक्लो मुभी पनि आयो सोचेको जस्तो मुभी एक्सन मुभीहरू पनि भइरहेछ अनि आफूलाई चाहिँ के न अचिभ गरे जस्तो चाहिँ भयो थियो होइन तर त्यो एउटा आफ्नो अचिभमेन्ट बिसाउने पनि एउटा ठाउँ हुँदो रहेछ क्या जब म सगरमाथामा पुगेँ टुप्पोमा आफू त केही पनि भएन जस्तो लाग्यो कि अनि आफ्नो अचिभमेन्टहरू पनि हुन्छ नि त्यो आफ्नो त्यो एउटा सक्सेसको भार बिसाउने ठाउँ हुन्छ नि अनि अब कसैले मलाई सोधेर तपाईँको सक्सेसको रेट चाहिँ के हो भने चाहिँ म चाहिँ 8,848 भन्छु कि मैले त्यहाँ बिसाइरहेको छु कि अनि जति म तल झर्दै गएँ होइन त्यति आफूलाई त्यो हुन्छ नि सानो यहाँ आएपछि त कस्तो रित्तो फिल भइरहेछ कि अब फेरि बिगिनिङदेखि स्टार्ट गर्नुपर्छ अब के गर्ने होला त्यो त्यहाँ बिसाएर आइसक्यो होइन अब त्यो मनको त्यो भारी कस्तो हल्लुका भएको छ कि त्यो उडेको जस्तो पनि भएको छैन आफूलाई झन् सानो फिल भएछ अनि हिमालले चाहिँ आफूको भनेर ठाउँमा चाहिँ ल्याउँदो रहेछ क्या मान्छेलाई चिनाउँछ अनि त्यसपछि एउटा ठाउँ देखाउँछ उचाइमा पुगेर आफूलाई चाहिँ कस्तो देखिँदो रहेछ
सबैभन्दा उचाइमा पुग्नु भयो नि त तपाईँ हजुर सबैभन्दा उचाइमा पुगेर आफूलाई हेर्दा चाहिँ कस्तो देख्नु आफूले एकदम ऐना थियो त्यहाँ है हेर्ने अनि फोटो खिच्छु सबमिट फोटो खिच्छु भनेर अक्सिजन निकालेको त म त घुम्न थालेँ क्या त्यहाँ त अक्सिजन पुग्दैन नि त रिङ्गट लगायो अनि सकेन दाइ म त अक्सिजन निकालेर त फोटो खिच्नु सकेन भने अनि अनुहार चिनेन भने त तिमीलाई त सर्टिफिकेटै दिँदैन भने क्या मेरो दाइले आहा त चिन्छ नि दाइ भनेर म अक्सिजन लगाएर मैले सबै सबमिट गरेँ म चाहिँ सकेन त्यहाँ अक्सिजन निकालेर बस्नै सकेन गाह्रो भयो तपाईँ माथि सगरमाथामा त बसेँ म 45 मिनट जति बसेँ किन भन्दा एकजना चाइनिज केटी हुनुहुन्थ्यो ट्याक्कै हिलारी स्टेप भनेको लास्ट इयर पनि त्यो कर्नेस भटेर मान्छेहरू बित्नु भएको थियो त्यो ठाउँमा अनि त्यो चाहिँ रिस्क हुन्छ धेरै भिड गर्नु मिल्दैन अनि त्यहीँ एकजना चाइनिज केटी लडिदिनु भयो क्या अनि बियोस उठ्नु भएन अनि शेर्पाहरूले उहाँलाई चाहिँ रेस्क्यु गरेर घिसार्दै लग्नु भएको थियो अनि आफू जाने कुरा भएन अनि बरु पिकमै बस्छु भनेर आनन्दले अक्सिजन पनि थियो मेरो दाइसँग अनि 45 मिनट आनन्दले ढुक्कसँग बसेँ चाइना हेरेँ लोबुचे पहिला चढेको हिमाल हेरेँ लोच्छे हेरेँ म आउँदैछु भनेर त्यो छुट्टै त्यो रमाइलो मजै छुट्टै छ त्यहाँ माथि बस्नको आउँदैन परिवारको याद आयो भने त एक खुट्टा नि माथि चढ्नु मन लाग्दैन मेरो घरमा आमा चिन्ता होला बाउ चिन्ता होला भनेर क्या किन त्यस्तो रिस्की कुरा हो नि त बाटै पछि तपाईँको डेड बडिजहरू छ कोही रेस्क्यु गरिरहेछ कोही हेलीमा लगिरहेको छ कोही मान्छेहरूलाई घिसारिरहेछ होइन अनि फ्यामिलीलाई सम्झ्यो भने चाहिँ जानु मन लाग्दैन माथि अलिकति अगाडि आइदिनुहोस् न ल आमा त त्यतै नै हुनुहुन्छ छोरीलाई स्वागत गर्न घन्टौँदेखि कुरेर बसिराख्नु भयो एयरपोर्टमा अघि छोरीलाई केही छ भन्नुपर्ने यही नै हुनुहुन्छ यति धेरै मिडियाले घेरिराख्नु भएको छ हजुर यो मेरो छोरी भनेको यो कविता नेपाली भनेको एकदम साहसी बच्चा हो पहिल्यैदेखि एकदम साहसी बच्चा हो है उन्नति प्रगति गर्यो खुसी लाग्यो धेरै खुसी लाग्यो त्यत्रो अब विश्वको सबैभन्दा ठुलो हिमाल चढेर आउनु भनेको त धेरै खुसी मनमा धेरै खुसी लाग्छ हुन्छ आमालाई पनि छोरी आमालाई अलिकति थोरै जोडौँ होला आमा केही भन्नुहुन्छ छोरीलाई आज स्वागत गर्नको लागि तपाईँ एयरपोर्ट आइपुग्नु भएको छ तपाईँले अघिदेखि भनिराख्नु भएको थियो एकदमै हिम्मतिलो छ मेरो छोरी भनेर एकदमै झ्याप्पै अँगालो मार्न जानुभयो आमाको मन कति धेरै कन्ट्रोल गरेर बसिराख्नु भएको थियो के भन्नुहुन्छ कविताजीले धन्यवाद भन्छु नि मेरो छोरीलाई होइन ठुलो गर्व लाग्छ मेरो छोरी देखेर अब त्यही हो अब अरू केही छ आशीर्वाद छोरीलाई दिनुपर्ने आशीर्वाद त अब के आशीर्वाद होइन छोरी सबै छोरीलाई अब धेरै ठुलो काम गर्यो ठुलो उन्नति गर्यो धेरै धन्यवाद भन्छु नि आशिष लागोस् भन्ने कविताजी अब बिहानदेखि भोके पनि हुन्छ कविताजी सो अन्तिममा सम्पूर्ण दर्शकलाई के भन्न चाहनुहुन्छ अन्तिममा त्यस्तो कसैले यस्तो कुराहरू अब कसैलाई देखाउनलाई गरेको चढेको या केही गर्नु थिएन मेरो उद्देश्य रहर थियो एउटा पुरा गरेँ सपोर्ट गर्ने मान्छेहरूले सपोर्ट गर्नुभयो माया गर्ने मान्छेहरूले अझ पनि माया गर्नुहुन्छ कमेन्टहरू गरिरहनु भएको हुन्छ हजुरहरूको कमेन्ट देखेर एकदमै खुसी लाग्छ साथ र माया देखेर अनि यसरी नै गरिराख्नु होला माया सपोर्ट अनि त्यही नै हो केही छैन हजुरहरू सबैजनालाई पनि धन्यवाद अनि लास्टमा थ्याङ्क यू सो मच सबैजनाले आइदिनु भयो थ्याङ्क यू अनि अडियन्सहरूलाई पनि सदैव हजुरहरूको मायाको लागि एकदमै थ्याङ्क यू यसरी माया गर्दै गर्नु होला अनि थ्याङ्क यू